म आज चाहिँ टमाटरको बेर्न देखाउन गइरहेको छु। टमाटर चाहिँ यसरी उमाल्नुपर्छ क्यारेटमा। यहाँ क्यारेट छ। यसले चाहिँ यो मल चाहिँ तपाईको कोकोपिट अनि यसमा चाहिँ गडौला मल मिसाएर हाल्नुपर्छ। एउटा दाना चाहिँ पालमा खसाल्नुपर्छ। यो यसरी चाहिँ टमाटरको बिउ उमारिन्छ। यो चाहिँ अब मल सिद्धिसकेछ, मल खाइसकेछ। मल नभएपछि यस्तो पहेँलो भएर जान्छ। यो चाहिँ टमाटरको बेर्न राख्ने ठाउँ, यो चाहिँ यसको ठाउँ भयो। यो चाहिँ हेर्नु त, यो धेरै ठुलो भयो, छिपिसकेको यो बिरुवा। छिपिसक्दाखेरि यस्तो हुन्छ पहेँलो। यसले मल खाइसकेको हुन्छ। यसलाई सार्नुपर्ने, सार्नु समय भएको छैन, समय मिलेको छैन भनौँ न। यो चाहिँ बेर्ना उमार्ने ठाउँ। यो धेरै सुक्खा भएर अहिले गर्मी चढ्यो। गर्मी भएपछि उसले धेरै सुक्खा भएपछि यसले भुइँमा झारेर राखेको छ। सरी यो चाहिँ मल, यो टमाटर राख्दाखेरि, टमाटरको बेर्ना राख्दाखेरि यसमा चाहिँ मिसाएर कोकोपिट र यो गडौला मल मिसाएर मजाले मोलेपछि यसलाई चाहिँ पालमा छिराउने। पालमा छिराएपछि तपाईको एउटा दाना गनेरै हाल्नुपर्ने हुन्छ। दुईटा तीनटा झार्यो भने फेरि धेरै बाक्लो हुन्छ। त्यसलाई पछि छुट्टाएर रोप्नुपर्ने हुन्छ अनि राम्रो हुँदैन, तपाईको जरा चुट्टिन्छ।